issuing new 100 rupee banknotes featuring an updated map. क्योंकि एक छोटा देश है नेपाल, उसने भी भारतीय जमीन को अपना बता दिया है। 100 रुपए के नए नोट पर कालापानी, लिपुलेख और लिम्पियाधुरा को नेपाल का हिस्सा दिखा दिया। नेपाल राष्ट्र बैंकले नेपाली 100 रुपैयाँमा चुच्चे नक्सा समावेश गरेपछि भारत मिडियाको रुवाबासी सुरु भइसकेको छ। कतै यो नोटले भारतलाई चाइनिज भाइरस सरेको पो हो कि? भारतीय मिडियाको दाबी यो निर्णय एकतर्फी हो, जुन दुई देशको छलफलको भावना विपरीत छ। नेपालले 2077 सालमै संविधान संशोधन गरेर यो नक्सा जारी गरेको थियो। अहिले राष्ट्र बैंकले यसलाई समावेश मात्र गरेको हो। 4 वर्षपछि यो एकतर्फी भयो भनेर कराउनु भनेको कुनै भारतीय सिरियलमा फ्ल्यासब्याक जस्तै देखाउनु हो। कृपया नेपालको रियल टाइम फलो गर्नु। पुरानो डाइलग दोहोऱ्याएर टिआरपी त बढ्ला, तर वास्तवमा ब्रेकिङ न्युज हुँदैन। भारतीय मिडियाको प्रतिक्रिया हेर्दा लाग्छ नेपालले नोटमा नक्सा होइन, नयाँ अणुबमको कोड पो छापेको रहेछ। एउटा देशले आफ्नो आधिकारिक नक्सा छाप्दा विश्वको सोकल ठुलो मिडिया रुवाबासी गर्न थाले भने यो 100 को नोटमा साँचो नक्सा होइन, अन्धविश्वास पो छापिएको रहेछ। यो विषयलाई लिएर म एआईसँग क्वेसन गर्दा, जेमिनाई गुगलको एउटा एआई हो, उसँग म क्वेसन गर्दा, उसँग म कुरा गर्दा यो विषयलाई लिएर उसले के भनेको रहेछ भने म तपाईँहरूलाई यो भिडियोमा देखाउन चाहेँ। जेमिनी, म तिमीसँग एउटा सिधा प्रश्न सोध्छु, तिमी यताउताको जवाब नदिकन मेरो स्पष्ट जवाब देऊ। जस्तै नेपालले लिपुलेख, कालापानी, लिम्पियाधुरा त्यो चाहिँ आफ्नो भूभाग मान्छ नेपालले, अनि इन्डिया पनि त्यसलाई आफ्नो भूभाग मान्छ। अनि नेपालको तर्क छ कि काली नदी जुन छ त्यो नदीको त्यसको उद्गम स्थल, त्यसको मुहान चाहिँ जुन चौडाइ हुन्छ त्यहाँबाट सुरु हुन्छ, जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मिल्छ, र इन्डियाले चाहिँ त्यो पातलो उद्गम स्थललाई आफ्नो मान्छ। अनि यो विषयलाई लिएर तिम्रो के धारणा छ? तिमीलाई के लाग्छ कि कसको तर्क धेरै बलियो छ, नेपालको कि इन्डियाको? नेपाल र भारत बीचको भूभाग विवादमा काली नदीको उद्गम स्थलले महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई आफ्नो भूभाग मान्छ र काली नदीको उद्गम स्थललाई मुख्य नदीको चौडा भागबाट मान्ने तर्क गर्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीको मुहान त्यसको चौडा भागलाई मानिन्छ। भारतले सुगौली सन्धिमा उल्लेखित नक्सालाई आधार मान्दै काली नदीको उद्गम स्थललाई अर्कै मान्छ र लिपुलेख, कालापानी र लिम्पियाधुरालाई आफ्नो भूभाग दावी गर्छ। यस विषयमा दुवै देशका बीच आफ्नै तर्क र प्रमाण छन्। तपाईलाई के लाग्छ, कुन देशको तर्क बढी बलियो छ? अब यो भिडियो हेर्नुभयो र यो एआई हो, यसले पोलिटिकली कुनै एउटा देशलाई समर्थन गर्न मिल्दैन र यसलाई त्यो हिसाबले यसलाई डेभलप गरिएको पनि छैन। अब यसले तपाईलाई जे कुरा छ भनेर इन्टरनेसनल या इन्डियाको तर्क के छ र नेपालको तर्क के छ त्यसलाई यसले भनिदिन्छ र बाँकी तपाईँ आफ्नो दिमागले आफै निर्णय लिनुहोस्। तर एउटा कुरा चाहिँ यसले भनेको रहेछ, मुहान, त्यो नदीको मुहान जुन नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेखलाई आफ्नो भूभाग मान्छ र काली नदीको उद्गम स्थललाई मुख्य नदीको चौडा भागबाट मान्ने तर्क गर्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीको मुहान त्यसको चौडा भागलाई मानिन्छ। भारतले भाग जुन यता कालापानी, लिपुलेख, लिम्पियाधुरा मतलब भन्न खोजेको त्यो चाहिँ त्यहाँबाट चाहिँ नेपालको हो, तर यसले स्पष्ट भन्न मिल्दैन। एआई हो, यसलाई डेभलप त्यो तरिकाले गरिएको छैन भनेर यसले आफै भनिरहेछ। हो, म एउटा ठूलो भाषा मोडल हुँ, त्यसैले मेरो आफ्नै विचार वा धारणा हुँदैन।